नमस्ते सबैजनालाई। यति बेला हामी चाहिँ कुआलालम्पुर इन्टरनेसनल एयरपोर्ट 1 मा छौँ र आज हाम्रो भाइ नेपाल जाँदै हुनुहुन्छ र उहाँ एउटा युवा जो ओझेल परेको गायक हामी कुरा गर्दै बाटोमा आयौँ, सँगै आयौँ र उहाँलाई मैले सोधेँ उहाँको ब्याकग्राउन्ड बारेमा र उहाँले चाहिँ मलाई बताएअनुसार उहाँ चाहिँ ओझेल परेको गायक भनौँ, एउटा राष्ट्रिय स्तरको गायक। उहाँको एल्बमहरू रहेछ, निक्लिसकेको रहेछ र उहाँसँग दुःख सुख यस्तो सार्दै आइयो र केही आफ्नो आर्थिक समस्या अथवा केही न केही बाध्यताले होला उहाँ विदेशिनुभयो। अहिले उहाँले 4 वर्ष समथिङ यहाँ दुःख सङ्घर्ष मलेसियामा गरेर अहिले नेपाल फर्किँदै हुनुहुन्छ र मैले उहाँलाई पनि भनेको छु, अब राम्रो नेपाल हाम्रो नेपाल बन्दैछ। तपाईँको यस्तो खालको प्रतिभा, यो खालको तपाईँसँग कला छ, तपाईँले अब आफ्नै देशमा केही गर्न सक्नुहुन्छ। अब चाहिँ उहाँलाई अवसर मिल्ला, राम्रो होला उहाँको भविष्य भनेर यसो हामीले दुःख सुख साट्यौँ र मैले एउटा सानो रिक्वेस्ट गरेको छु उहाँको परिचयबाटै र उहाँले एउटा राम्रो मिठो उहाँलाई मनपर्ने गीत मेरो लागि स्पेसल गाइदिनुहुनेछ भन्ने मैले आशा राखेको छु। यति बेला हामी इन्टरनेसनल एयरपोर्ट केलायो 1 मा छौँ। थोरै उहाँको मिठो गीत सुन्नेछौँ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनुहोला र उहाँको सबै आफ्नो परिचयसहित उहाँले एउटा गीत सानो सुनाउनुहुनेछ। धन्यवाद मोहन सर, नमस्कार सबैजनालाई। म लोक तथा दोहोरी गायक नवीन केसी। मोहन सरले भनिहाल्नु भयो, अब जाँदै हुनुहुन्छ जेस छोडेर होइन। यति बेला चाहिँ छोटो एउटा गीत गाउन भन्नुभएको छ, तर म आफ्नै गीत गाउँछु। जेस आजभन्दा 8 वर्ष पहिले मैले बजारमा ल्याएको गीत सप्तरङ्गी म्युजिक प्रणाली बजार व्यवस्थापन गरेको गीत हो यो। मेरो शब्द विक्रम थापाको लय, मेरो स्वर अनि त्यसै गरी सृजना मगरको आवाजमा रहेको गीत। यहाँहरूले युट्युबमा हेर्न चाहनुहुन्छ भने सप्तरङ्गी म्युजिक प्राइलबाट आएको गीत हो। आँसु बाहेक केही नि पाएन भाइ नवीन केसी, सृजना मगर हान्नुभयो भने पक्कै पनि युट्युबमा भेट्नुहुनेछ भन्दै म आफ्नो एउटा छोटो गीत सुरु गर्न चाहन्छु। हे पिरतीको भइदियो कहानी, भइदियो कहानी, पढुन् सबले तिम्रा नाम जहानी, आँसु बाहेक केही नि पाइएन, जुनी जुनी सादिन्छु भन्नेको आज साथ किन पाइएन, जुनी जुनी सादिन्छु भन्नेको आज साथ किन पाइएन। थ्याङ्क यू मोहन सर, मलाई यहाँसम्म लिएर सहयोग गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु मोहन सरलाई भन्दै। यहाँहरूले मेरा अरू गीत पनि छ, लगभग मेरो गीतहरू युट्युबमा चाहिँ 4-5वटा एल्बम आइसकेको छ। लगभग 10-12 वर्ष पहिले मैले गीतहरू बजार ल्याइसकेको। यहाँहरूले हेर्न चाहनुहुन्छ भने मेरो गीतहरू 4वटा बजारमा आइसकेको छ। मेरो पहिलो गीत चाहिँ नरेश खाती छेत्री दाईको लयमा रहेको जाउ जाउ माया खुसी भएर भन्ने गीत हो, जसमा शब्द गोविन्द विश्वकर्मा, स्वर मैले आफै, अनि त्यसै गरी पुण्यकला विषय दिदीले गाएको गीत हो। शुभारम्भ डिजिटल म्युजिक प्रणाली बजारमा लिएको छ यो गीत पनि। अरू गीत पनि छ, भिडियो लामो हुन्छ, हामीसँग टाइम पनि छोटो छ, त्यो कारणले गर्दा भिडियोलाई छोटो टुङ्गाउन चाहन्छु। हस्, धन्यवाद। थ्याङ्क यू हाम्रो नवीनजीलाई। र उहाँको जतिवटा पनि गीतहरू छ म त्यहाँ लिङ्क राखिदिनेछु, तपाईँहरूले त्यो लिङ्कमा गएर मजाले सुन्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ भन्दै अहिले छोटो मिठो गीतसँगै हामी छुट्टिन्छौँ। अब केही बेरमा उहाँहरू को फ्लाइट छ, उहाँहरू फ्लाइटको लागि अगाडि बढ्नुहुनेछ भने र म यहाँसम्म छोडेर फर्किनेछु। अब यस्तै छ, दसैँ तिहार आएको छ, अब घर जाने साथीहरूलाई त रमाइलो छ। अब हामीलाई चाहिँ परदेशमा दुःख छ, मन कटक्क खाइरहेछ है। सबै साथीहरू आफ्नो दसैँ तिहार मनाउन, घर परिवारसँग भेट मिल्न, दुःख सुख साथमा जाँदै हुनुहुन्छ। अब मलाई पनि मन त नभएको होइन, के गर्नु, मनले मात्रै हुँदो रहेछ, थोरै धन पनि चाहिँदो रहेछ। आफ्नो जिम्मेवारी, आफ्नो कर्तव्य र आफ्नो भविष्य र आफ्नो सन्तानको भविष्य, उज्जवल भविष्यको लागि हामी सङ्घर्ष गर्न परदेशमा छौँ। अब आशा छ केही वर्षपछि हाम्रो देश पनि एकदम सुन्दर नेपाल, हाम्रो नेपाल, सुखी नेपाली हाम्रो नेपाल बन्नेछ भन्ने मलाई एकदम पूर्ण आशा छ। र त्यस्तो भएर हामीलाई रोजगारीको सिर्जना एकदमै भएछ, अवसर मिलेछ भने हामी आफ्नै देशमा दुःख गर्नेछौँ भन्दै सम्पूर्ण साथीहरूलाई एकदमै धेरै धेरै शुभकामना भन्दै ल, अब हाम्रो साथीहरू सबैजना यहाँनिर अब आजको फ्लाइटमा जाँदै हुनुहुन्छ। उहाँहरू सबैजनालाई एकदमै शुभ यात्रा भन्न चाहन्छु। तपाईँहरूको होलिडे एकदमै खुसीका साथ आफ्नो परिवारसँग दुःख सुख साटेर आउनु होला। धेरै वर्षपछि आफ्नो परिवारहरूलाई
सँगै चाडपर्व मनाउने एउटा अवसरमा जाँदै हुनुहुन्छ। तपाईँहरूलाई एकदमै शुभकामना। सबैलाई धेरै धेरै शुभकामना भन्दै अहिले हामी भिडियो मार्फत छुट्टिन्छौँ। हवस् त, धन्यवाद सबैजनालाई। लास्ट